नेप्से एनालाइसिस माघ 7 गते अर्थात् आजको मितिमा 0.34%ले चाहिँ नेप्से घटेको छ र 2705 चाहिँ बन्द भएको छ र 108वटा कम्पनीको मूल्य बढेको छ र 206वटा कम्पनीको मूल्य घटेको छ। 10वटा कम्पनीको मूल्य चाहिँ चेन्ज हुन सकेको छैन र एउटा कम्पनीको चाहिँ मूल्यमा चाहिँ प्लस सर्किट लागेको छ। यहाँनिर हजुरले हेर्न सक्नुहुन्छ र कारोबार रकमको कुरो गर्नुहुन्छ भनेपछि 8,92,37,50,346 रुपियाँको कारोबार भएको छ। तर हिजोको भन्दा यो कारोबार के हो त आज कम भएको छ। र टोटल ट्रेड सेयरको कुरो गर्नुहुन्छ भने चाहिँ कतिवटा किताको कारोबार भयो त 2,16,41,883 एउटा किताको कारोबार अर्थात् सेयरको कारोबार आज भएको रहेछ। र त्यसै गरी टोटल ट्रान्जेक्सनको कुरो कति कारोबार भयो ट्रान्जेक्सन भयो त भन्नुहुन्छ भने चाहिँ 89,766 वटा ट्रान्जेक्सन आजको दिनमा भएको रहेछ र टोटल स्किप ट्रेडको चाहिँ हजुरले हेर्न सक्नुहुन्छ 324 वटा रहेका छन्। यो त भयो आजको सालाखाला नेप्सेको बारेमा। आज कुन कम्पनीले कति कमाए, कुन कम्पनीले गुमाए भन्ने बारे हजुरलाई यसपछिको भिडियोमा जानकारी गराउनेछौँ। टप गेनरको सूचीमा पर्न सफल भएका छन् आजका कम्पनीहरू केपिसिएल 9.84%, एनएबिसिसी 9.16%, रिभल फल्स 5.5%, बिएससिएल 4.98% र मन्डु 4.58%। यी 5वटा कम्पनीको चाहिँ सबैभन्दा बढी आज कमाएका छन् यी 5वटा कम्पनीले हजुरले हेर्न सक्नुहुन्छ है त। र त्यसै गरी यी भए आजका 5वटा कम्पनी कमाउने कम्पनी र आजका गुमाउने कम्पनीहरू पनि हजुरले हेर्न सक्नुहुन्छ। गुमाउने कम्पनी अर्थात् टप लुजरको लिस्ट हजुरले यहाँनिर देख्न सक्नुहुन्छ। टप लुजरमा पर्न भएका छन् आज 3वटा म्युचुअल फन्ड रहेका छन् र 2वटा चाहिँ कम्पनीहरू रहेका छन्। जिएलबिएसएल 5.99%ले घटेको छ, एमएफआइएल 4.64%ले घटेको छ। यो एउटा चाहिँ कम्पनीहरूको सेयर भयो भने चाहिँ यी 3वटा चाहिँ तलको म्युचुअल फन्डहरू रहेका छन्। एचएलआइसिएफ 4.5%, आरबिएफपी 40 4.37% र एनएमबी 50 4.36%ले के भएको छ त घटेका छन्। त्यसै गरी टप ट्रेड सेयरको कुरो गर्नुहुन्छ भने चाहिँ एउटा म्युचुअल फन्डको रहेको छ सिएमएफ2 20.11 लाख किता, दोस्रो एकेजेसिएल 18.40 लाख किता, तेस्रो शिवश्री 5.11 लाख किता, चौथो एचआइडिसिएलपी 4.91 लाख र पाँचौँमा चाहिँ युएचएल 4.76 लाख। यी कम्पनीहरूको चाहिँ आज बढी किता कारोबार भएको हजुरले लिन सक्नुहुन्छ। र अर्को रहेको छ टप टर्नओभर। कुन कम्पनीको चाहिँ आजको दिनमा बढी कारोबार भयो भन्नुहुन्छ भने चाहिँ टप टर्नओभर कम्पनीहरूमा एकेजेसिएल 43.36 करोडको कारोबार भएको छ, एनआरएनको 35.05 करोडको कारोबार भएको छ, एचआरएलको 33.23 करोडको कारोबार भएको छ र युएमएचएलको चाहिँ 28.97 करोडको कारोबार भएको देखिन्छ र राधेको चाहिँ 28.25 करोडको कारोबार भएको छ। हस्, धन्यवाद।